खाएको काम यति नगरे त फेरि कहाँ भात खानु पाइन्छ र। भात खान जति मिठो छ नि काम गर्न त्यति बिजोग छ साथीहरू है। तपाईँकोतिर कस्तो रोपाइँ गर्नुहुन्छ साथीहरू? हाम्रोतिर चाहिँ यसरी डोजरले चाहिँ मोरेर खन्नुपर्छ। तपाईँकोतिर कसरी गर्नुहुन्छ ल बताउँदै गर्नुहोस् त साथीहरू। बहिनी आइसिन उता दोकानतिर जानको लागि सामान लिनको लागि। हेलो गाइस, दर्शन नमस्ते, आराम हुनुहुन्छ के छ साथीहरू? मेरो चाहिँ सबै ठिकठाक छ है साथीहरू। चाहिँ आज मैले चाहिँ यसरी खेत खनेको भ्लग निर्माण गर्दैछु साथीहरू। कस्तो लाग्छ है? पुरा भिडियो हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ। गाउँघरतिर चाहिँ रोपाइँको चटारो आउँदैछ साथीहरू। रोपाइँको चटाराले गर्दा चाहिँ यसरी आलीगाँडलाई खन्दैछु है। तपाईँकोतिर कस्तै रोपाइँ गर्नुहुन्छ साथीहरू? हाम्रोतिर चाहिँ यसरी डोजरले चाहिँ मोरेर खन्नुपर्छ। तपाईँकोतिर कसरी गर्नुहुन्छ ल बताउँदै गर्नुहोस् त साथीहरू। यसरी खनेपछि त होइन राम्रै हो नि त। है साथी, जोडिँदै गर्नुहोस् है, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् ल है साथीहरू। हाम्रोतिर चाहिँ आलीगाँडलाई खन्दैछौँ है हामी है। यस्तरी खन्नुपर्छ साथीहरू आली। अब हेर्नुहोस् है, टक्क लाएर बर्खाको काम यति नगरे त फेरि कहाँ भात खानु पाइन्छ र। भात खान जति मिठो छ नि काम गर्न त्यति बिजोग छ साथीहरू है। यस्तरी फेरि बर्खाभरि पानी लाउनु पर्छ। यस्तरी आलीगाँडलाई खन्नुपर्छ। जोत्न त्यस्तै गुवा ढुङ्गा लाएर जोत्नु पर्यो। आलीगाँडलाई खन्दैछौँ साथीहरू है। गाउँघरतिर बर्खा लागिसकेको छ। ल हेर्नुहोस् है, खन्दाखेरि अलिकति श्वास बढो साथीहरू। यो चाहिँ मकै खेत। अब यहाँ हाम्रो बिसन दाइले दुईवटा खेत रोपिसकेको छ। हिजो बिहान र बेलुका गरेर यो आलीगाँडलाई खन्यो साथीहरू है। यतानिर बुवाले खनिरहनु भएको। यस्तै हो साथीहरू, गाउँघरतिर चाहिँ बर्खा लागिसकेको छ। काम गर्नै पर्यो, खेती किसानीको काम है साथीहरू। हामी त अब किसानी मान्छे, ढुङ्गो माटोको काम गर्नै पर्यो है साथीहरू। अब चाहिँ टक्क लाएर यो आलीगाँडलाई खनेर सकिसकेपछि यता पनि मैले एउटा कुलो निकाल्छु। त्यो कुलो निकालिसकेपछि घरतिर जानुपर्छ फेरि। अब चाहिँ छेउटुपामा बाँझा धेरै छन् कि साथीहरू। अब यो बाँझो पनि खन्न पर्यो। बाँझो नखन्ने भने फेरि आली लाउन सकिन्न, गाह्रो छ साथीहरू। अब यस्तै काम, यस्तै दिनचर्या गरिरहेका छौँ। तपाईँकोतिर कसरी काम गर्नुहुन्छ, के छ पछिल्लो समयको अपडेट, त्यो पनि बताउनु होला है साथीहरू है। पसिनाले हब्याक पारेको छ। अब यसरी चाहिँ पहिला पेट खन्ने, पेट खनिसकेपछि टाउको फाल्ने, आलीको टाउको फालिसकेपछि टक्क लाएर छेउकुनाको माटो बिचतिर फाल्ने, खेतलाई चाहिँ सरसफाइ गर्ने अभियान छ। हेर्नुहोस् है, यो घाँसलाई हामीले अब काटिसक्यौँ, यसलाई पनि फाल्छौँ। यता हाम्रो बहिनी आइसिन उता दोकानतिर जानको लागि सामान लिनको लागि। ल है गाइस, गाउँतिर यस्तै छ है साथीहरू। तपाईँकोतिर के छ अपडेट बताउँदै गर्नुहोस् है। हामी त किसानी मान्छे, अब किसानी मान्छे भइसकेपछि यस्तै काम गर्नै पर्यो होइन साथीहरू। तपाईँकोतिर कसरी गर्नुहुन्छ त्यो पनि बताउनुहोस् त ल। ल है साथीहरू, बताउँदै गर्नुहोस् त ल, तपाईँकोतिर कसरी काम गर्नुहुन्छ साथीहरू है। हाम्रोतिर भने यस्तै छ है साथीहरू, काम गर्ने तरिका यस्तै हो। यो भिडियो कस्तो लाग्छ साथीहरू? लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गरेर च्यानललाई सपोर्ट गर्न सक्नुहुनेछ है साथीहरू है। दुम्सी र बाँदर भने लागेको छैन है। यतातिर अलि बिच ठाउँमा पर्ने गर्दछ हाम्रो फाँटे गैरी खेत। ओ माथितिर, ओ पारीतिर
यहाँ बाँदर अत्याधिक मात्रामा लाग्ने गरे तापनि बिचमा हो भने त्यस्तो बाँदर बस्ने ठाउँ ठुल्ठुला वन जङ्गलका बुट्टाहरू नभइसकेपछि रुखहरू नभइसकेपछि बाँदर भने लाग्दैन। दुम्सीले भने केही दिन हप्याक बनायो साथीहरू है त। यो भल कस्तो लाग्यो लाइक कमेन्ट सेयर सुझाव सल्लाह प्रतिक्रियासँगै सब्सक्राइब गरेर पनि सपोर्ट दिन सक्नुहुनेछ साथीहरू। ल बाई बाई है, अर्को भलगमा भेटौँला है साथीहरू। ल थ्याङ्क यू सो मच। ल